भगवानले मैले भनेको पुरा हारिदिनु भयो। ए भगवान, तपाईले यो दुनियाँमा यति गर्मी किन दिनुभयो? गर्मीको एउटा बुढी त बनायो हुन्थ्यो, त्यसलाई कन्ट्रोल त राख्दै जाओ भने। प्लिज भगवान बुढी गराइदिनु होला। प्लिज भगवान, घाम हेर्नु पहिला। यो ब्रेकिङ न्युज के भइरह्यो देशमा, यो संसारमै के भइरह्यो? अब त हुँदा हुँदै यस्तो गर्मीमा सूर्य दुईटा देखा परेको छन् आकाशमा। अब भोलि हेरौँ कस्तो हुन्छ मौसम। हे भगवान, के गर्नुहुन्छ कि अब त दुईटा सूर्य देखा पर्यो त आकाशमा त। अब त यस्तै त गर्मीले त बाँच्नै सकिन्न त भगवान। ब्रेकिङ न्युज, अब त आकाशमा तीनटा सूर्य देखा परेको छ। अब के गर्ने हो त यो संसारलाई? अब यो संसारलाई सबैले भगवानबाट प्रार्थना गरेर मात्र बचाउन सकिन्छ। जय भगवान। यो सूर्य तीनटा देखा परेको छ, मान्छे एउटा देखा परेको छ। अब मान्छे धेरै बाँच्न सक्दैनन् यस्तो गर्मीमा। भोलि हेरौँला। अब के भगवान, यो आकाशमा त तीनटा सूर्य देखा परेको छ। अब के गर्ने? हामी त गर्मीले बाँच्नै सक्दैनौँ त भगवान। अब के गर्ने हामी गर्मीमा? भगवान, तपाईँ यहाँ कसरी आउनुभयो? जसरी तसरी आइगे बालक, यो त अति भएन र? तिमीले जे भन्यौ त्यही ल्याइदिएछु। तिमीले घामको बुढी बनाऊ भनेको घामको बुढी बनाइदे। दुईटा घाम भयो, घामले बच्चा पायो, तीनटा घाम भयो। बालक, यो त अति भएन र? अब त आकाशमा घामै घाम देखा पर्छ। अब त गर्मीले सब खल्लास हो। के भन्नु भएको प्रभु? यो हुनै सक्दैन, असम्भव हुन्छ। तिम्रो लागि असम्भव, तर हाम्रो लागि त सम्भव हुन्छ नि। अब घाममा धेरै सूर्य देखा पर्छ। अब म घर गएँ। राम्ररी राम्ररी जानु होला। अब त घामले हामी पनि बाँच्दैन। बाई बाई पर। अब चाहिँ घाम लाग्ने गर्मी। के घामको यो गर्मीले जिन हराम गरिसक्यो के। एकछिन शीतलमा जानु पर्यो। अब गर्मी शीतलमा पो मजा आउँछ त। कस्तो मजा आइरह्यो। कति बजे हेर्नु पर्यो? रातिको 6 बजे सक्यो। 6 बजे के हो यस्तो घाम? पसिनाले पुरै नुहाए। छोरा जा त नुहाएको धेरै भइसक्यो। अब जा नुहाएर। कति नुहाउँ कि मम्मी, सधैँ त नुहाउँछु। अहिले पनि भर्खरै नुहाएर निस्केको। के मनिषा र? पेट छ अहिले। 1 महिना भइसक्यो नुहाएको। मेरो मुखै भएर पुरै पसिनाले नुहाएको छु। देख्नु भएन? पुरै पसिना। नुहाएर हुन्छ? जा छिटो नुहाएर। छिटो। हुन्छ मम्मी, हुन्छ। लास्ट गर्मी छ, आज नुहाइहालौँ न। कपडा रेडी पारिदिनु है। गर्मी पसिनाले बाल्टी नै भर्यो। कस्तो गर्मी भयो। म पसिनाले नुहाउँछु। भर्यो जे होस् बाल्टी पनि। अब यो